everyone. Finally, after long time, मैले भिडियो बनाइरहेको छु. सो के हो भन्दाखेरि चाहिँ यो चाहिँ कुरो के हो भन्दाखेरि चाहिँ फाइनली युकेमा आएर हाम्रो अब फाइनल इयरको फाइनल सेमिस्टर चलिरहेछ. सो वी आर गोइङ टु ग्रेजुएट हियर. सो जति पनि युकेमा अपकमिङ स्टुडेन्ट हुनुहुन्छ या फिर बसिरहनु भएको छ जो 2025 मा आउनु भएको छ स्टुडेन्टहरू या 24 सेप्टेम्बरमा आउनु भएको छ, उहाँहरूले चाहिँ के छ भन्दाखेरि अहिले भनेको चाहिँ युके को रुल्स भनेको धेरै स्ट्रिक्ट भएको छन्. सो गाइज बी केयरफुल हैन. युकेमा भनेको चाहिँ अहिले हालै भनेको गभर्नमेन्टले रुल्सहरू चेन्ज गरिरहेछ सडनली. लाइक अहिले पिएसडब्ल्यू भनेको अहिले 3 वर्षदेखि घटाएर 18 महिनाको बनाएको छ र जसले पनि 26 भन्दा अब 26 भन्दा माथि आई थिंक 27 बाट जसले लिँदै हुनुहुन्छ उहाँहरूको भिजा भनेको चाहिँ 18 मन्थको मात्र हुनेछ पिएसडब्ल्यू. सो गाइज हाम्रो चाहिँ 24 मा जनवरीमा आएको हो, बट हाम्रो चाहिँ फाइनल्ली दिस इयर इन 2026 सेप्टेम्बरमा चाहिँ हाम्रो भिजा एक्सपायर हुँदैछ. सो वी हेभ टु भिजा चाहिँ हामीले लिनै पर्ने हुन्छ. सो बिर्सी मेरो भनेको चाहिँ फाइनल भनेको चाहिँ भिजा लिनै पर्ने हुन्छ हामीले. सो भिजा लिनै पर्ने हुनाले हाम्रो ग्रेजुएसन भनेको आई थिंक सेप्टेम्बर या अक्टोबरमा हुनेछ. सो सेप्टेम्बर अक्टोबरमा हाम्रो भनेको चाहिँ भिजा सकिएपछि हामीले पिएसडब्ल्यू अप्लाई गर्नै पर्ने हुन्छ सेप्टेम्बर भन्दा अगाडि. सो हामीले चाहिँ भनेको चाहिँ 2 इयरकै पिएसडब्ल्यू पाउने छौं गाइज. सो हामीले युकेमा आएर ग्रेजुएसन हुने पनि वाला छ हैन. फाइनली हाम्रो सेमिस्टर इयर सकिसकेको छ. सो गाइज जसले आउने प्लानिङ गर्दै हुन्छ आउनुस्, नराम्रो हैन, ग्रेजुएसन हुन सक्नुहुन्छ तपाईहरुले. अब यति चाहिँ माइन्डमा सेट गरेर आउनुस् जति पनि आउँदै हुनुहुन्छ कि तपाईहरु यहाँको पढुन्जेल चाहिँ तपाईहरुले पैसा चाहिँ घर पठाउन सक्नुहुन्न. बट यति म इन्स्योर छु कि तपाईहरु यहाँ आएको हुनुहुन्छ भने तपाईहरुले आफूले आफ्नो युनि फी चाहिँ निकाल्न सक्नुहुन्छ. सो त्यसमा नआत्तिनु होला हैन. युनि फी चाहिँ तपाईहरुको निक्लिन्छ. युनि फी किनभने तपाईहरुले अब काम पाउनुभयो भने राम्रो हैन. मान्छेहरुको मैले धेरै देखिएको छु वर्स पनि हुन्छ. तर बट के हो भन्दाखेरि रिजन चाहिँ के हो भन्दाखेरि मान्छेहरुको वर्स हुने कारण भनेको चाहिँ उहाँहरूले चाहिँ काम भनेको चाहिँ अब एक ठाउँमा पाउनुभयो भने इफ लाइक उहाँहरूले कुनै ठाउँमा काम पाउनुभयो. तर कतिजना मान्छेहरु यस्ता हुन्छन् कि अब हुन् स्टुडेन्ट हुन् हेप्ने अनि पैसा थोरै दिने हुन्छ. तर एउटा सुरुमा आएको बेला त त्यही पनि काम लाग्छ. तर तपाईहरुले चाहिँ के गर्नुहुन्छ भन्दाखेरि त्यही काममा झुलिएर बस्नुहुन्छ. सो प्लिज डोन्ट डु द्याट गाइज. किनभने त्यसो गर्नु भने तपाईहरुको फ्युचर भनेको आफैले आफ्नो स्पोइल गर्नुहुनेछ. सो प्लिज काम खोज्नुस्. जबसम्म पाउनुहुन्न त्यही काम गरिरहनुस्. जब पाउनुहुन्छ अपर्च्युनिटी अर्को त्यसलाई लिभ गर्दैन, किक आउट हान्दिने. अर्को जुन नयाँ काम पाउनु भएको हुन्छ त्यहाँनेरि अप्लाई गरिदिने अनि त्यहाँबाट जोइनिङ गर्ने. सो त्यसले चाहिँ के हुन्छ भने तपाईहरुको एक्सपिरियन्सहरु चाहिँ डिफ्रेन्ट फिल्डमा हुन्छ. सो एक्सपिरियन्स पनि इम्प्रुभ गर्नुस्. र मेन इम्पोर्टेन्ट कुरा भनेको चाहिँ तपाईहरुले भनेको चाहिँ फर्स्ट इयर र सेकेन्ड इयर भनेको चाहिँ तपाईहरुले अब कसरी उता फर्स्ट इयर त फी पे गरेर आउनु भएको हुन्छ. सेकेन्ड र थर्ड इयरको त 2 वर्षको पे गर्नुपर्ने हुन्छ. त्यति चाहिँ गाह्रो हुन्छ. यति चाहिँ म भन्दिनँ कि तपाईहरुको लाइफ इन्जोयबल हुन्छ भन्न चाहिँ सक्दिनँ. किनभने अफ कोर्स स्टुडेन्ट लाइफ भनेको थोरै हार्ड नै हुन्छ. बट गाइज बिलिभ मी यु विल इन्जोय अ लट. किनभने तपाईहरुले जति स्टुडेन्ट लाइफमा स्पेन्ड गर्नुहुन्छ नि त्यो धेरै इन्जोयबल. प्रेसर नलिनुस्. डोन्ट वरी अबाउट द लाइक फी अर समथिङ लाइक द्याट. जबसम्म तपाईहरु यहाँ हुनुहुन्छ तपाईहरुले त्यो चाहिँ चिन्ता गर्नु. किनभने तपाईहरु ढुक्क हुनुस्. तपाईहरुको पिएसडब्ल्यूमा तपाईहरुले ऋण चाहिँ तिरेर सक्नुहुन्छ. किनभने काम तपाईले इनफ पाउनुहुन्छ. फुल टाइमको लागि यहाँ इनफ कामहरु छन्. मान्छेहरुले चाहिँ यहाँ काम चाहिँ किन नपाउनु भएको भन्दाखेरि उहाँहरुलाई थाहा हुन्न के सोर्सहरु कि कसरी काम पाउने भन्ने कुरा. बट यहाँनेरि जति पनि कामहरु छन्
अब सानोतिनो अब सपहरूमा त तपाईँहरूले थाहा भएकै कुरो हो, सानोतिनो सपहरूमा चाहिँ अब तपाईँहरूले त्यहाँ सपमा गएर फिजिकल्ली तपाईँहरूले अब कुरा गर्नुपर्ने हुन्छ होइन। बट तपाईँहरूले कुनै ठुलो इन्डस्ट्रीमा काम पाउनु, तपाईँहरूसँग एक्सपिरियन्स छैन भने पनि डजन्ट मेक अ डिफरेन्स। तपाईँहरूले कन्भिन्स गर्न सक्नुपर्ने हुन्छ क्या मान्छेलाई। जब तपाईँहरूको सिभी राम्रो बनाउनुहोस्, अप्लाई गर्नुहोस् अनलाइन मात्र। रिफरेन्स चाहिन्छ भने रिफरेन्स यस्तो होइन कि जसले जुनै फिल्डमा पनि रिफरेन्स हाल्न मिल्छ भन्ने कुरा होइन। जसले जुन फिल्डमा काम गरेको छ त्यो फिल्डको मात्र रिफरेन्स दिन मिल्छ भन्ने कुरा हो होइन। जस्तै तपाईँहरू कुनै कम्पनीमा काम गर्नु हुँदैछ भने तपाईँले त्यो कम्पनीभरि मात्र तपाईँले आफ्नो रिफरेन्स युज गर्न सक्नुहुन्छ। त्योभन्दा आउट तपाईँको रिफरेन्स चल्दैन। मान्छेको मेन्टालिटीमा चाहिँ के छ भन्दाखेरि अहिले आएको पुरानो मान्छे हो, यसले चाहिँ अब जे रिफरेन्स दिए पनि हुन्छ। जस्तै आफू कुनै कम्पनीमा काम गर्दैछ, अर्कोलाई चाहिँ अर्को कम्पनीमा रिफरेन्स गरेर त हुँदैन। त्यो चाहिँ नसोच्नु होला होइन। बट गाइज बिलिभ मी, तपाईँहरूले धेरै 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 कुरा सिक्नुहुनेछ। सो यो चाहिँ भनेको मेरो आफ्टर लङ टाइम मैले यो भिडियो बनाएको, किनभने तपाईँहरूलाई यो मेरो इन्फर्मेसन दिन त मैले हजुरहरूलाई होइन यो इन्फर्मेसन हजुरहरूसम्म पुर्याउनु पर्ने भएकोले गर्दाखेरि। सो तपाईँहरूको मनमा केही क्वेसनहरू छ भने तल कमेन्ट गर्नु होला। केही पनि तपाईँहरूलाई त्यस्तो क्युरियोसिटी छ भने सोध्न सक्नुहुन्छ होइन फ्रिली। सो आई एम always here to give you answer. So if you have any queries, you can ask me anytime. I'm available. So guys, please don't do mistake when you are coming here. के मान्छेले चाहिँ सबैभन्दा मेन इम्पोर्टेन्ट चाहिँ के मिस्टेक गर्नुहुन्छ भन्दाखेरि यहाँ आउने बित्तिकै चाहिँ काम पाइहालिन्छ यो तो भनेर चाहिँ पैसाहरू ल्याएको पैसा चाहिँ सक्ने बानी हुन्छ होइन मान्छेहरूको। त्यो चाहिँ नगर्नु होला होइन। किनभने आएको तपाईँहरूलाई मेन्टालिटी चाहिँ यति के बनाउनु भन्दाखेरि आएको 1 महिना 2 महिना 6 महिनासम्म मान्छेहरूले काम नपाएको पनि देखिया छ। बट त्यसको कमी भनेको चाहिँ किन नपाउनु भएको भन्दाखेरि ल्याक अफ लाइक हुन्छ नि मान्छेहरूमा कि खोज्ने मन नलाग्ने, मतलब खोज्ने या फिर उहाँहरूले सोर्स थाहा नभएको हुनसक्छ। कसैलाई चाहिँ अब त्यतिको अल्छी गरेर पनि नगएको हुनसक्छ। मतलब नगएको भन्दा तपाईँहरू फिजिकल्ली गएर पाउने पनि होइन होइन। किनभने तपाईँहरूले गए पनि म्यानेजरसँग कुरा गर्नुपर्ने हुन्छ। मान्छेहरू चाहिँ के गर्छन् भन्दा जाने बित्तिकै स्टाफहरूसँग कुरा गर्न थाल्छन् कि जबहरू छ। आई डिड द सेम मिस्टेक। किनभने म जब आएको थिएँ म त्यही गर्थेँ कि जान्थेँ, अब सपमा जान्थेँ ओर्थेँ। अनि सपमा गएर चाहिँ के गर्थेँ भन्दाखेरि म अब सोध्थेँ क्या त्यहाँनिर अब स्टाफहरू जो काम गरिरहेछ। अफकोर्स तिनीहरूले त भन्छन् कि नो 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 बिकज दे वन्ट देयर सेफ्ट। इफ आई गो if I join them, then their shift gonna be reduced. So of course they don't want कि म भने अर्को मान्छे पनि कोही त्यहाँ इन्टर भएर तिनीहरूको सिफ्ट डिडक्ट होस् भन्ने कुरो अफकोर्स दे डोन्ट वान्ट इट। सो गाइज प्लिज अपकमिङ स्टुडेन्टको लागि यो चाहिँ धेरै धेरै इम्पोर्टेन्ट कुरा हो कि तपाईँहरू जति पनि आउँदै हुनुहुन्छ, बी केयरफुल गाइज and have a safe journey. Who is already here, so I think they already do. So guys, best of luck. I'm here always to support you. So if you have any queries, you can ask me. Ask in the comment below. Thank you so much guys. Thank you. Have a good day, have a good night, have a good morning, which watching whatever time. So thank you, bye bye, see you in the next video. The important message is I'm going to make a regular video, regular content from today. So I'm gonna post whatever, like how is this video gonna be worse or worthy, whatever. So guys, thank you so much. Keep support. Thumbs up guys, like gardinu hola. Thank you so much.